श्रीमान प्रमुख तथा कार्यकारी अधिकृत जो काठमाडौँ महानगरपालिका बागदरबार काठमाडौँ विषय भित्री सहरको पुरानो बस्ती एकीकृत बस्तीको रूपमा पुनर्निर्माण सम्बन्धमा उपरोक्त विषयमा सम्बन्धमा 2072 साल वैशाख 12 गते गएको विनाशकारी भूकम्प र त्यसपछि गइरहेका पराकम्पनका कारण विभिन्न क्षेत्रका भौतिक संरचनाहरू क्षति हुने क्रममा काठमाडौँ महानगरपालिका भित्र पर्ने वडा नम्बर 12 देखि 30 वडा भित्री सहरका पुराना घरहरू अधिकांश रूपमा पूर्ण क्षति भएको र भूकम्प पश्चात तत्काल गर्नुपर्ने राहतका कार्यक्रमहरू सरकारवाला निकाय र विभिन्न सङ्घ संस्थाहरूको सहभागितामा नेपाल मण्डल राहत अभियानको संयोजनमा भइरहेको जानकारी गराउन चाहन्छौँ। महानगरपालिकाको भित्री सहर सयौं वर्षअघि कलात्मक रूपमा निर्माण भएको र यस कलात्मक सहरलाई हेर्ने उद्देश्यले संसारभरिका पर्यटक आउने र यसबाट महानगरपालिकाले आय अर्जन समेत गरी आएको सर्वविदितै छ। तसर्थ यस्ता कलात्मक सहरलाई जोगाई राख्ने जिम्मेवारी स्थानीय बासिन्दाका साथसाथै महानगरपालिकाको पनि दायित्व हुने भएकोले यथाशक्य चाँडो नगरको संरचनालाई एकीकृत रूपमा बस्ती विकास गरी पर्यटक आवागमनलाई समेत सहजीकरण गर्न मद्दत पुग्ने गरी बस्ती विकास कार्य गर्नुपर्ने देखिन्छ। यसै सन्दर्भमा नेपाल मण्डल राहत अभियान अन्तर्गत नै यही नेपाल मण्डल सम्पदा संरक्षण गुठी र एकीकृत बस्ती पुनर्निर्माण अभियान भित्री सहर बस्तीलाई एकीकृत रूपमा बस्ती विस्तारको लागि पुनर्निर्माणको जनचेतना अभियान समेत सञ्चालन गर्दै आएका कामनपा वडा नम्बर 12 देखि 30 नम्बर वडाका स्थानीय बासिन्दाहरूबाट सम्बन्धित वडा कार्यालयमा क्षतिको विवरण सहितको निवेदन दिइसकेको अवस्था रहेको र पुनर्निर्माण गर्दा एक आपसमा जोडिएका घरहरू भत्काउन समेत कठिन भइरहेकोले संयुक्त रूपमा भत्काएर एकीकृत बस्तीको रूपमा विकास गरिपाउन् भनी विभिन्न क्षेत्रबाट माग रहेको अवस्था भएकोले प्राप्त हुन आएको निवेदन सहित समयानुकूल सांस्कृतिक मौलिकतामा असर नपर्ने गरी एकीकृत रूपमा बस्ती विकास गर्ने आवश्यक अध्ययन तथा पुनर्निर्माणको कार्य अगाडि बढाउनको लागि निवेदन गर्न आएका छौँ। आशा छ यहाँले प्राप्त निवेदनलाई तत्काल अध्ययन गरी कार्य अगाडि बढाउनु हुनेछ। प्राप्त हुन आएका निवेदनहरू कामनपा वडा नम्बर 18 अन्तर्गत लोङगल्ली डम्बरचुक सुबिननी भिजापुननी कामपा वडा नम्बर 26 अन्तर्गत लोङको टोल कामपा वडा नम्बर 27 अन्तर्गत नेखन्तला सुचिकार गल्ली बोलाछे यति 3 वटा वडाभित्र हाम्रो 5 वटा बस्तीमा हामी पुनर्निर्माणको लागि तयार भएर आएका छौँ र यसमा संलग्न सम्पूर्ण कागजातहरू पनि म अब यहाँ महानगरपालिका प्रमुख कार्यकारी अधिकृतज्यूलाई म हस्तान्तरण गर्न जाँदैछु। हामीले यो 12 देखि 30 वटा जम्मा 19 वडाको यो हाउस पुलिङको लागि र कार्यान्वयनको लागि चाहिँ यो जहाँसम्म लाग्छ शुभारम्भ भइरहेको छ र अब हाम्रो निवेदनलाई सहर्ष स्वीकार्नुभयो। धन्यवाद। आजको यस विशेष नेपाल मण्डल राहत अभियान अन्तर्गत एकीकृत बस्ती पुनर्निर्माण अभियानको स्वरूप यहाँहरू उपस्थित भइदिनु भएकोमा सर्वप्रथम काठमाडौँ महानगरपालिका यहाँहरूलाई यस राष्ट्रिय सभागृहको हलमा हार्दिक स्वागत गर्दछ। नेपाल मण्डल राहत अभियानका अभियन्ताकर्ताहरू एकीकृत बस्ती विकास पुनर्निर्माण अभियानमा आउनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, यो हामीले गर्नुपर्ने काम पहिलोचोटि जनताले नै रहर गरेर जनताले कर गरेर आज यो ठाउँसम्म आइपुग्नु एउटा नेपाल काठमाडौँको एउटा सौभाग्यमय मान्छे पर्छ भन्ने हो। त्यही हुनाले अब एउटा मात्र हाम्रो प्रयास के हो भने
सुरुवात कसरी गर्ने भन्ने थियो। सुरुवातको ढोका धेरै ठाउँसम्म खुलिसकेको छ। म चाहिँ काठमाडौँका भित्री गल्ली सहरहरूमा जाँदा प्रायः सबैजनासँग सोध्ने गर्थेँ। धेरैजनासँग चाहिँ अन्तर्क्रिया पनि गरेँ। केही साथीहरू यही अभियानमा रहनुभएका साथीहरूले त्यतिखेर एउटा कमिटी गठन गर्दै गरेको अवस्थामा पनि मैले असमिन्द्र चौकतिर घुम्न जाँदाखेरि त्यतिखेर तपाईँहरू अगाडि बढ्नुहोस्, हामी महानगरपालिका साथमा रहने भन्दा सम्भव नहुने भएको हुनाले अब हामी कम्तीमा 10% पूर्वाधारको रूपमा, कम्तीमा 10% त्यो उसको त्यहाँको चाहिँ बस्ती विकासको रूपमा गरेर टेन्टेटिभली सक्दै नसके पनि 10%, सक्यो भने 20%सम्म त्यो क्षेत्रमा महानगरपालिकाले लगानी गर्नुपर्छ भनेर अबको डिजाइन गर्दा त्यसरी गर्नु भनेर हामी त्यही ढङ्गबाट छलफलहरूसहित केही सरकारवाला साथीहरू राखेर हामी एकीकृत बस्ती पुनर्निर्माणको एउटा समिति गठन गर्छौँ, एउटा समन्वय समिति गठन गर्छौँ। त्यहाँ जुन एकजना प्रतिनिधि हुनुहुन्छ, हाम्रो नगरपालिकाको हाम्रो आफ्नै दलीय प्रतिनिधिहरू पहिला पनि हुनुहुन्छ, उहाँहरू बस्नुहुन्छ। त्यसपछि केही दलका साथीहरू छुट्नु भएको छ, उहाँहरू बस्नुहुन्छ। हामी पहिलो चरणमा यो हप्ताभित्रमा एउटा समिति गठन गरिसक्छौँ। समिति गठन गरेर त्यसको जिम्मेवारी मैले भौतिक पूर्वाधार विकासका मेरो भनेका छौँ। त्यसपछि गएर अर्को हामी के गर्दैछौँ भने यो भूकम्प प्रतिरोधी त्यो उसको नेपाली नाम के एनसेटको राष्ट्रिय भूकम्प प्रविधि समाज नेपालसँग हामीले टेक्निकल सपोर्ट चाहिँ हामीले त्यो समितिसँग लिने भनेर सम्भवतः अर्को हप्ताभित्र हामी दुईटा संस्था बिचमा चाहिँ एउटा एग्रिमेन्ट सहमति पत्रमा सम्झौता गर्छौँ। सम्झौता पत्रमा सही गरिसकेपछि त्यो भित्रको टेक्निकल पार्ट जति सबै एनसेट मार्फत हुने, त्यो किनकि राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चर्चित भएको हुनाले एनसेट मार्फत हुने भनेर दोस्रो काम हामी त्यो लगभग हामीले सुरु गरिसकेका छौँ। तेस्रो अब यो अभियान भनेको यो सानोतिनो अभियान होइन। हामी जति सजिलोसँग आएका छौँ त्यति सहज छैन। अघि पनि यहाँ हुँदाखेरि नगरपालिकाले त्यो ठाउँको जग्गालाई उपयोग गरेर निश्चित अवधिसम्मलाई ऋण लिएर पैसा निकाल्न सक्छ सक्दैन, त्यो एउटा प्रक्रियाको लागि हामी अलिकति जटिल छ। तर चाह्यौँ भने त्यो अहिले नै भनिसकेको छु। अर्को हप्ताभित्र एउटा 3-4 घन्टाको एउटा ओरिएन्टेसनको एउटा यो चाहिँ किनकि दबावमूलकै यो चाहिँ एउटा ठुलो लगानी चाहिन्छ। त्यसको लागि राजनीतिक तहमा पनि ओरिएन्टेसनको लागि अर्को हप्ताको लागि मैले टाइम मिलाएको छु। सकेसम्म यो संविधान जारी हुने समयभन्दा केही अगाडि राखेर त्यसमा बृहत छलफल गरेर दोस्रो चरणमा हामी त्यसमा प्रवेश गर्छौँ। तेस्रो चरणमा हामी फेरि त्यो कार्यक्रमहरू लिएर प्रत्येक ठाउँमा टोलमा पुग्छौँ। किनकि यहाँ मात्रै होइन, हाम्रो टिम त्यहाँ टोलमा पुग्नुपर्छ। त्यो टोलमा पुग्ने गरेर हामी एउटा कार्यक्रम बनाउँछौँ। त्यो कार्यक्रमको लागि तपाईँहरूको त्यहाँको जनताको 1 रुपियाँ पनि खर्च नहुने गरेर हामीले एउटा आयोजनाको रूपमा अगाडि बढाउँछौँ। यसलाई अर्को बोर्डबाट यसलाई आयोजनाको रूपमा अगाडि बढाउने र त्यसको लागि कम्तीमा 1 करोड रुपियाँ अहिले सिड पुँजी त्यो सिड मनी राख्ने, त्यसबाट तलब पनि खाइँदैन, भत्ता पनि खाइँदैन। त्यो पूर्ण रूपमा त्यो विकास चाहिँ त्यतिको विकाससँग सरोकार राख्ने गरी गर्छौँ। जतिखेर आवश्यक पर्छ त्यतिखेर त्यसलाई अगाडि बढाउने र विदेशबाट प्राप्त भएको जति पनि रकम छ, जति पनि अब हामी यसलाई एउटा प्रोजेक्ट बनिसकेपछि प्रोजेक्टलाई हामी अगाडि राखेर वैदेशिक सहायताको लागि हामी प्रयास गर्छौँ। त्यो सहायता भनेको हामीले 20% हामी जसरी कमिटमेन्ट गरिरहेछौँ, अहिले कम्तीमा 10% कमिटमेन्ट गरिरहेछौँ। त्यो कमिटमेन्टको खर्च चाहिँ हामी त्यो विभिन्न निकायबाट वैदेशिक सहायताबाट ल्याएको रकमहरूलाई प्रयोग गर्छौँ। त्यति पनि सकेन भने हाम्रो आन्तरिक स्रोतबाट भने राखेर 10% हामी जसरी पुर्याउँछौँ। हाम्रो लक्ष्य भनेको 20% चाहिँ टोटल कस्टको 20% भनेको बाटो घाटो ढल पानी बिजुलीदेखि लिएर जति पनि छ त्यसमा चाहिँ नेपाल सरकारले गर्नुपर्ने काम महानगरपालिका त्यो जग्गामा तपाईँ जनताहरूले पनि साथ दिनुपर्ने हुन्छ। तपाईँहरूको सबैको सहयोगको अपेक्षा म गर्छु र मैले सक्नेसम्मको हरेक गतिविधिमा तपाईँहरूको साथमा रहेर यहाँहरूले जतिखेर पनि बेलुका 8 बजेपछि फोन नगरिदिनु, म फोन उठाउँदिनँ। बिहान 7 बजेभन्दा अगाडि नगरिदिनु। त्योभन्दा बिचमा जुनै पनि बेला यहाँहरूसँग साथ रहनेछौँ र व्यवस्थित गर्छौँ। तपाईँहरूको
जसरी यहाँ आउनु भएको छ यहाँको सक्रिय जुन सहभागिता जनाउने प्रयास गर्नुभएको छ यहाँहरूको सक्रियताको लागि यहाँहरूको सबै नेतृत्वकर्तादेखि आज आउनुभएको सबै आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई प्रति हार्दिक आभार प्रकट गर्दै यहाँहरूले दिनुभएको अभिभावना पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। धन्यवाद। कार्यकारी प्रमुख रुद्रसिंह तामाङज्यू, जहाँसम्म लाग्छ हाम्रो भित्री सहर कलात्मक रूपमा हामीले बस्ती विकास गर्न सक्यौँ भने पर्यटकलाई विकास गरेर अर्बौं रुपियाँ पनि हामी महानगरपालिकाले चाहिँ आर्जन गर्ने ज्यूलाई आफ्नो धन्यवाद सहित यो विषयमा केही प्रकाश पार्दिनुमा हार्दिक अनुरोध गर्दछु। दक्ले नापा धन्यवाद कार्यकारिणी अधिकृतजी आता नेपाल मन्दर राहत अभियान पाखे छानी वेगलो छिरा रैली सहित थन था बिल एकदम बाला विचार न बिल नापा ज्याया उपजन बतना पंकजल एजुनी सक्ष्यास ग लापटना कार्यकारिणी धन्यवाद गरे धन्यवाद एजुनी जीता ग छु मर्से सक्ष्यता हनस ग धन्यवाद शुभ थ्यांक यू हस